life every day. Hello guys, Jojo Lapa है इट्स मी मुना प्रधान इन दी हाउस है आज चाहिँ एकदम ट्रेडिसनल ड्रेसमा छु है सबैजना तल झरिसक्यो म चाहिँ यही छु हो ल अब चाबी चाहिँ कहाँ गयो रुमको चाबी नै भेट्न त हो त साथीहरु चाहिँ पर है फोटोहरु खिच्दै रहेछ हो अब म चाबी चाहिँ यहाँ राखेर चाहिँ कहाँ देख्छु है ओके आज रुमबाट हामी निस्कौँ हो लगाइदिउँ सब गुड मर्निङ गुड मर्निङ गुड मर्निङ होइन मलाई साँच्चै भनेको के उयो गर्नु साँच्चै पुरा टाइम लाग्छ हजुर निवारी ड्रेस त हो कि तर यो चाहिँ अलिक अर्कै फर्केर जा भन्दै थियो आज हामीलाई यो ढिलो गाडी भएको छ फर्केर कसले ए हेलो गुड मर्निङ अन्त हिजोको सिङ्गर है गाइस म चाहिँ दुईजना ब्युटिफुल लेडिजसँग जाँदैछु है एलिना ऊ माथि जाँदैछ हो हामी चाहिँ हिल पार्टी भएर होइन अलिक हामीलाई उकालो हिँड्नु साह्रो पर्यो है केटाहरू चाहिँ माथि यहाँ चाहिँ साडीमा हुनुहुन्छ यहाँ चाहिँ कुन उयो लिम्बू होइन लिम्बू ए राई ड्रेस ओके हजुर राई ड्रेसमा हुनुहुन्छ उहाँ चाहिँ कुर्तामा हुनुहुन्छ है हल्का इन्ट्रोड्युस गरिदिनुहोस् न तपाईँहरू अरे प्रधान नै हो तपाईँको इन्ट्रोड्युस गरिदिनुहोस् ओके क्रिस्टु राई फ्रम गान्तोक क्रिस्टियन जोसिका भन्नुभयो है सरी त राइट अरे हामी दुईजना नेवार परेछ नि त अन्त यहाँ त है त्यही त हेलो हेलो गुड मर्निङ ल है छैन त आज कता उकालो पो जानुभयो त तपाईँ सिट छैन रहेछ आज हुन्छ अब बाहिर घुम्नु पर्ने होला है हामी त आजको ब्रेकफास्टमा चाहिँ के रहेछ अरे हिजोको सेम रहेछ रेसिपी चाहिँ भिड नि छैन आज सबै खाइसकेर गएको जस्तो लाग्यो बिहान नै छिटो ल त गाइज आजको रेसिपीमा है आलुदम फ्राइड राइस यो साम्बा हो कि साम्बार हो अन्त स्यान्डविच छ है लु दामी छ है खानामा चाहिँ नो कम्प्रोमाइज है औ के अरे तिमीले औ बिहामा तिम्रो बिहामा यहीँ खाना बनाउनु हुने केटरिनलाई बोलाउनु हुने अरे है यो जसले बनाउनु भयो है ल हामी चाहिँ यहाँ ब्रेकफास्ट इन्जोय गर्दैछ है त मलाई पानी ल्याइदिकन आउनु भएछ सो स्विट अफ यु थ्याङ्क यू चिसो रहेछ नि तर है अब पाउँदैन तातो पानी यता है ए हेलो कतिमा हुनुहुन्छ ल त हाम्रो ट्विन ब्रदर्स आर हियर आज चाहिँ यो प्रोग्रामको लास्ट डे हो है हामी के हो जाने हो कि बस्ने हो त्यो चाहिँ हामीलाई थाहा छैन भरे मात्रै थाहा हुन्छ है सो सायद फर्किन्छ होला आज त सकिनु पर्छ त्यही त आज फर्किनु पर्छ होला है सबैजना इज भेरी बिजी है ल भाउ यता ल हामीलाई इन्भाइट गर्नुभएकोमा धेरै धेरै धन्यवाद है याद गरिदिनु भयो है मोस्ट वेलकम हात त छोड्नु न होला ल देन धन्यवाद फर द इन्भिटेसन है हिजो अस्तिसम्म अहिले के भन्नु जो लाप्पा यताबाट अन्धेर आयो हामी कुन्ताको है कालो मान्छेहरू झन् लाइट नआउँदा कस्तो कालो देख्दो रहेछ लारिस लाग्यो तिमीले ग्रोप्रोबाट गर्दै रहेछ मैले अन्त अल्ट्रा प्रो म्याक्स होइन मेरो 13 मात्रै हो र पनि युएफ ग्रोप्रो टाइम सजिलो हो नि त ब्लग ठिकै हो तर पुरा झमेला हुन्छ हौ फोन भनेको चाहिँ हाम्रो मुनाज्यूले एकदमै लाइक वर्किङ हार्ड पर्सन हो म हेर्छु हेर्दिनँ हेर्छु सबैको हेर्छु हामी टाढो बसेर माया सबैलाई गर्छौँ होइन तपाईँको वाइफले पुरा माया गर्दा नायक उसको हाइटले गर्दा खालि तल हुँदो रहेछ हाइट र डाइटमा नजानु होला यो मान्छे खतरा फाइटर हो कहाँ देख्नुभयो म फाइट गरेर ए हेलो है बढी देख्नु रहेछ त आज त अन्त कस्तो राम्ररी देख्दैछ है बढी
एकदमै प्याक भइरहेछ है त्यो सिन्सहरू चाहिँ हाम्रो कलाकारहरूको लागि आजलाई उहाँहरूलाई सम्मानको साथमा छोडिदिने थियो यहाँबाट हामी एकदमै नम्र निवेदन टक्राउन चाहन्छौँ त गाइज आज फुड सोलरिना पनि है फुल हुनु गइरहेको छ फुल हाउस है आज पर्मानेन्ट सिट यही माथि भयो नि हौ 2 दिन भएको है अरू पर्मानेन्ट सिट यता भयो भन्यो नि हिजो पनि यही भएको थियो हजुर तपाईको त्यो ए हजुर पहिला त्यो चमक चमक होइन म भाइरल भएको थियो हजुर हजुर आर्चरीमा देखेर कस्तो पनि एकदम क्याजुअल भइदिन्छ नि हजुर हजुर ए थ्याङ्क यू नाइस टु मिट यू गर्लफ्रेन्डले धोका दियो जस्तो लाग्दैछ यहाँ पुरा है स्याड भएर सब मान्छेहरू है यता चाहिँ हाम्रो हाई फुडी हुनुहुन्छ है सेम टु यु है यता चाहिँ हाम्रो ट्विन ब्रदर्सको सिस्टर है बुनु 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 ब्लग चाहिँ जे भन्दा हुन्छ बुनु ब्लग भन्दा हुन्छ कृतिका भन्दा हुन्छ कृतिका भन्दा हुन्छ कृतिका भन्दा हुन्छ ऋतिका भन्दा हुन्छ भन्ला जस्तो जे सजिलो हुन्छ त्यही भन्दा हुन्छ प्रायले चाहिँ अब बुनु ब्लग गरेर ओके यता हाम्रो हिजोको खतरा सिङ्गर हो त्यो त हाम्रो सिएम साहबको चाहिँ फाइनली एन्ट्री भइसकेको छ है र उहाँलाई यस मञ्च अघि रहेको उहाँलाई आसन ग्रहण गराइदिनु हुन म हार्दिक निवेदन टक्राउन चाहन्छु र उहाँलाई हामी सम्मानपूर्वक खदा मालाले स्वागत जनाउँदै उहाँलाई हामी मायाको चिलो पनि उहाँलाई सुम्पिँदै हाम्रो आयोजक समितिको तर्फबाट उहाँलाई खदा अर्पण गरी सुस्वागत जनाइदिनु हुन हार्दिक निवेदन चक्राउन चाहन्छु भइरहेको छ यो ऐतिहासिक कार्यक्रम सिक्किम कलाकार भरोसा सम्मेलन 2025 को यो अवसरमा उहाँको बाहुलीबाट यो कार्यक्रमलाई श्री गणेश गर्न पाउन भनेको हामी सम्पूर्ण सिक्किमेली जनताहरू हामी सौभाग्यशाली मान्दछौँ उहाँलाई फेरि पनि एकपटक जोरदार तालीले हामी उहाँलाई धन्यवाद दियौँ मान्छ काइरा होइन पुरा एलर्जी भइसक्यो गालामा अहिले मात्रै भेट्छु फोटो खिच्नुलाई त्यति गर्छ ल ए कुसको बेबी ल त गाइज हामी चाहिँ यहाँ है सो गाइज हामीलाई मेरै जस्तो लागेर हामी चाहिँ यहाँ होइन हाम्रो फोटो सेसन हुँदैछ हो यहाँ झुला झुल्दैछौँ है हामी यहाँबाट उठ्नु मन परेन है झुलामा झुल्दैछ हामी नानी जस्तै फिल भयो आफूलाई यहाँ हाम्रो फोटोग्राफरहरू यता छ हो आज हायर गरेको फोटोग्राफर गाइस रिल्स बनाउनु आएको हो कि तर हामीले रिल्स चाहिँ बनाएको छैन यो झुमरमा बसिरहेको छ मान्छेले हेरिरहेको छ हामीलाई कहाँबाट बहिनी कति बेला उठ्ने यिनीहरू अहिले म तपाईँहरूलाई देखाउँछु अहिले जस्तो हामी उषा नि त्यस्तै यहाँ हामी पनि त्यसरी आएको नि त बिचरा अरूले खिच्नु को भेट्यो भन्दाखेरि चाहिँ अहिलेको ट्रेन्डिङ है कन्टेन्ट क्रिएटर अफ इन्स्टाग्राम है मिस आभा राई हेलो नाइस टु मिट यु ल त के भनिदिनुहोस् भ्लगमा मैले पनि युट्युब च्यानल स्टार्ट गरेको छु आभा राई भ्लग्स काइन्डली सब्सक्राइब टु माई च्यानल एज वेल आफ्नो प्रमोसन चाहिँ गरिहालेको नि छिटो छिटो ठिक छ यति हो चाहिँ हुनु पऱ्यो नि त है जसले चाहिँ फ्रीकै हो नि त त्यही त एकदमै है वरिपरि कन्टेन्ट क्रिएटरले भरेको छ है एकदम एकदम गो ग्रिन है ल त ल नाइस टु मिट यु लुकिङ ब्युटिफुल है थ्याङ्क यू मैले अन्त राई ड्रेस लगाएको अलिकति मेरो ड्रेसको बारेमा भनिदिनु पऱ्यो सरम लाग्यो सरम लाग्यो हो यतिको सरम मान्छ भनेर थाहा थिएन है होइन म
फर्स्टमा मात्रै सरक भयो कि अलिक झल्मेपछि त है फुल्लिन्छ आज हामी नानाको ब्लगमा आइरहेछ हैन आजको हाम्रो उयो भिडियोग्राफर यो यस्तो पनि गरिदिनुहोस् एकदम हाम्रोबाट पनि छ हाम्रोबाट पनि यस्तो गर्छु थ्याङ्क यू लु छिटो गर्नु हाई मिस्टर बस्नेत लाइन्सहरू एकदमै दामी हुन्छ एउटा लाइन भनिदिहाल्नु हजुर ल ल ल म होइन उहाँको लाइन्सहरू एकदमै मनपर्छ होइन होइन वाट्सएप होइन यहाँ भन्नु पर्यो एउटा लाइन लु सोच्ने टाइम दिइहाल्छु ल फुल फुल्छ बोटमा होइन मुना मुनामा अरे कि फुल फुल्छ बोटमा होइन अरे मुना मुनामा अरे कि तपाईँको माया काहीँ पनि छैन मेरो मनको कुना कुनामा मेरो नाम के हो थाहा छ मुना हो मुना मदन दामी दामी थ्याङ्क यू दामी दामी उयो के पो लाइन पनि उहाँलाई मेरो नाम लाइन पनि त्यो अनुसार दिइहाल्यो लौ त फेरि उहाँकोमा है अर्को लाइन पनि आइसकेछ दिमागमा है लु मेरो लागि अरे मेरो लागि होइन एक बारको जिन्दगी हो कि हजुर तिमी बाँचे तिमी सँगसँगै म पनि बाँचिदिउँला तिमी मुना भयो म तिम्रो मदन भयो थ्याङ्क यू अन्त यतिको त है दिनु पऱ्यो नि त ल त मुनाको लागि लाइन पनि दिइहाल्यो लौ त गाइज है अरूहरूले चाहिँ है पर खाना खाँदैछ हो म चाहिँ एकदमै ड्रेस अस्पट भएर चाहिँ हल्का चेन्ज गर्नु थियो हो हल्का फर्मल लाइकमा गएको नि अन्त मैले सामानहरू हाल्दैछु गाइज अब चाहिँ म हस्पिटलको उकालो जाँदैछु है यसरी ड्रेस चेन्ज गरेँ है अब चाहिँ सुबिस्ता भएर जान्छ आरामले साथीहरू चाहिँ खाना खाइसक्यो अरे मलाई पर्खिरहेको छ अरे हजुर छ त तपाईलाई देखेको नि हेलो मैले यस्तो केटीहरू चाहिँ हामी बाइक सिक्नु ल अझ तपाईँ बाइक चलाउँछु कोही बेला त्यही सिक्ने गरेको नि किन्नु नि सस्पेन्स त्यो सस्पेन्समा सस्पेन्सरै किन्नु न हजुर हजुर त्यो अब भ्लगमा हेर्नुहोस् ल अब थाहा पाउँछ हुन्छ बाई थ्याङ्क यू माई गड ल हेर्नु हुँदो रहेछ अब के अन्धेरो निस्क्यो पनि बाइक कुदाउनुहुन्छ भनेर चाहिँ सुन टु बी है क्रस द रोड अम्बो गाइस खाने ठाउँमा त यस्तो डरलाग्दो भिड रहेछ ल प्रणिता पनि रहेछ लाइनमा बसिरहेको रहेछ त आज लाइनमा बसेको खाना खाना खायो जाडो भयो खाएको छैन म खानु म यहीँ लाइनमा बस्थ्यौँ न है हुन्छ हुन्छ यतापट्टि अलिक कम्ती होला यता लेडिज लाइन थियो यता जेन्ट्स लाइन थियो त हौ लेडिज लाइनमा पस्छौँ होला हौ है यता हौ लेडिज लाइन यता जेन्ट्स लाइन हो बिहामा खाना खान आएको छु अहिले यता मेरो साथीहरू कहाँ छ मेरो च्यानलमा सब्सक्राइब सेयर सबै मेरो च्यानलमा होइन जुनु ब्लग्स हो सबै छक्कै पठाएर लाइभ गरिदिनुहोस् ल बाई सी यु अन नेक्स्ट भिडियो बाई बाई तपाईँ जानुभएको आउनुहुन्न हजुर जानुभएको आउनुहुन्न म अब आउँछु म भरे आउँछु तपाईँ चाहिँ जानु नि ए ओके सेफ छ नि है अहिले भेटौँ न ल अहिले भेटौँ न ल गाइस म त खाना इन्जोय गर्दैछु हो उहाँ बहिनीहरू चाहिँ जाने अरे हो जो जतिको खुला थियो त्यतिको छैन आज चाहिँ हो यहाँ चाहिँ उनीहरूको कन्टेन्ट बनाउँदैछ है ठिकै हुनुहुन्छ भिडियोग्राफरहरू लडी भिडियो ल त धुप पनि अरे 1 2 3 स्टार्ट यस ठिकै हुनुहुन्छ ल ल भित्र चाहिँ एकदमै गर्मी कति फुट्छ
तिमीहरू त रुममै चलाउने फोन गरेको यहाँ रहेछ कलाकारहरू यहाँ दुईजना सुजित र निर एनिवेज थ्याङ्क्स टु लास्टमा पाउनेले चाहिँ यस्तो पाउनु लौ द गाइस सिक्किम कलाकार भरोसा सम्मेलनको लास्ट डिनर गरिरहेछ है हामी आज 4 जना है आशिष दा एलिनाले अघि खाइसक्यो है अनि यहाँ अनुपजी हुनुहुन्छ है खाना चाहिँ जे होस् हैन खाना चाहिँ एकदमै दामी थियो है खानामा चाहिँ नो कम्प्लेन है एकदमै खानु र बस्नुमा चाहिँ फर्स्ट क्लास है फर्स्ट क्लास अभिनन्दन जनाउने र गाइस अब चाहिँ है हामी अलमोस्ट है प्रोग्रामको एन्डमा आइपुगिसकेको छौँ है आदरणीय आजका मुख्य अतिथि अहिले चाहिँ हामी फिलहाल 2 जना छौँ अनि अन्यलाई कता कता गयो एलिना बाहिर छ आशिलाम बाहिर छ रेन्टु पक्की रुममा पुगिसकेछ हो स्टेसन गाइस है ल सर टु काइन्डली कम अन स्टेज अन्त र सम्पूर्ण आर्टिस्टहरूलाई म निम्त्याउन चाहन्छु स्टेजमा हाम्रा प्रोग्रामको एन्डमा है यता आएर बस्नु पर्छ एकछिनमा बस्नु है मनको सन्तावना दिनुको लागि नृत्य टोली इज रेडी फर द फेलिसिटेसन अब गाइस अब चाहिँ हामी यहाँबाट निस्केको है 3 दिनको धोको है भिआइपी रुममा बस्ने फाइनली पायो है फाइनली कस्तो मजा आउँछ यहाँनिर अन्त तातो हुने है माथि रुफटपमा बस्दाखेरि त चिसो हावाले मारेको हो नि म चाहिँ उहाँहरूसँग है भिडियो गर्नु जान आँटेको छु तपाईँ पनि जाउँ न यो गरिदिनुहोस् न भिडियो चाहिँ तपाईँ खिचिदिनुहोस् ल फुलम्दी आमाहरू थ्याङ्क यू सो मच सुषमा सुनामजीलाई यसरी नै अब मञ्चमा सिक्किमको जवान जसले भारतलाई सेवा पुर्याउँदै कलाको क्षेत्रलाई पनि अघि बढाइरहनु भएको छ भीम बहादुर छेत्रीलाई जोरदार तालीको साथमा हामी धन्यवाद दिन चाहन्छौँ हृदयबाटै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ यी बाल्य कलाकारहरूलाई पनि समेटेर यति सुन्दर प्रस्तुति दिनुभएको थियो सो उहाँलाई जोरदार तालीको साथमा टिम अम्युनीलाई धन्यवाद दिन चाहन्छौँ एक वर्षको अवधिमा नै अम्युनी टिमले धेरै दर्शकहरूको मन जित्न सफल बनेका छन् उहाँहरूको जुन ह्युमरस कन्टेन्ट छ यसलाई लिएर तपाईहरुले पनि अवश्य युट्युब अनि फेसबुकमा उहाँहरूलाई फलो गर्नुहोला अनि साच्चै नै यो संसारमा रुवाउनु सजिलो छ तर हँसाउनु उत्तिकै गाह्रो छ र यो असाधारण काम अम्युनी टिमले गरिरहेका छन् अ बिग राउन्ड अफ एप्लज फर अम्युनी टिम वन्स अगेन पनि खोजेनौ तिमीले मलाई सोध्न पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ अब त पनि मरिसक्यो
अब